घरबाट निस्किँदा त हिरो जस्तै भएर निस्केको, तर बाटोमा पुगेपछि वेदरले भिलेनको इन्ट्री हान्दियो। हेलो एभ्रिवान, आज हामी जाँदैछौँ गोदावरी घुम्नको लागि। फाइनली हामी गोदावरी पुग्यौँ र गोदावरीको वेलकम बोर्डले हामीलाई एकदम खुसी बनायो। र हामी जाँदै थियौँ, आन्टीले बाटो रोकेर हामीलाई पैसा माग्नुभयो र हामीले पैसा पनि दिए। र साँच्चीकै भन्नुपर्दाखेरि यस्तो पिस अनि ब्युटी ठाउँ त लाइफमा फर्स्ट टाइम देखेँ। र यस्तो पिस ठाउँमा पनि केटाहरूको ग्याङ्स्टरवाला भाइबले गर्दाखेरि एकदमै आफूलाई पनि जोस आयो। उकालो ओह्रालो भिरालो गर्दै फाइनली हामी पुग्यौँ गोदावरी डाँडा। त्यहाँको भ्यूहरूको त के भन्नु यार, क्यामेराले क्याप्चर गर्दा पनि आँखाले देखेको जस्तो फिल नै आउँदैन। यसो भिडियो बनाउँदै थिएँ, एउटा गीतको याद आयो, सेम लाइक देवरा मेरा चट्टी कहाँ छ। यतिकैमा भगवान पनि इमोसनल भइदिनु भएछ र आकाशबाट आँसु पनि खसिसकेको थियो। र आँसुबाट बच्नको लागि हामी कटेज मुनि छिरे र कटेज मुनि छिरिसके पछाडि हामी त्यहाँबाट बच्न सफल भयो। नेपालको झन्डा हेर्दै हामी पानीको मजा लिँदै थिएँ। र त्यतिकै क्रममा अब हामी जाने बेला भइसक्यो र टक्क बाइक निकालेर सरर लाग्दै अब हामी घरतिर लाग्यौँ। बाई बाई, थ्याङ्क यू गाइस।